साथीहरु आज चाहिँ हामी कस्टम खेल्न लाग्यो 2v2 है। ला कस्तो चल्यो त नेट बे ला नेट हेर्नु न माथि पहेँलो चलिरहेछ कि इमोट देखायो त बे अहिले त इमोट अरे इमोटको बदला इमोट रुक जो डर गया वो मर गया वाला इमोट देखाइरहेछ कि उसले। मेरो नि पाला आउँछ गडा यस्तो हान्छु नि साथीले हान्छन् कि ला एउटा त हाने अर्कोले उत्ताउन हानिदिइहाल्यो नि। इमोट देखाइरहेछ देखो अब म 1v2 हान्छु गडा डाइरेक्ट गरेर 1v2 हान्छु। साथी रुक है म हान्छु 1v2 उनीहरूले मलाई इमोट देखायो के आइज माम्पाका ला सक्दैनौ के मसँग अरे आज इमोट देखाउँछ गडा यी साइड डाउन भयो यार नला हानेर म इमोट देखाउँछु कि ला अरे नलाग्यो कस्तो नलाग्यो साथी फिनिस भयो कि राउन्ड त जसरी निकाल्नै पर्छ गडा मैले कस्तोमा पर भागेको रहेछ यार। आऊ न साथी आऊ इमोट देखाएको थियौ नि इमोटको बदला इमोट हुन्छ बाबु। यी कहाँ उछिटेको होला म ल झन्डै उछिटाइदियो तिमी ला इमोट होइन इमोट देखाइरहेको थियौ नि हो खा ल इमोट खा लगडा मेरो चाहिँ बदला पुरा भयो। यो राउन्ड पनि 1v2 हान्छु नि त साथी रुक है 1v2 हान्छु यो राउन्ड पनि बरु हारियोस् फरक हुँदैन कि इमोट चाहिँ नदेखाएको भए हुन्थ्यो भन्ने कुरा ला एउटालाई गयो 1v2 इजी पिजी केटा इजी गेम हो क्या खै म हान्छु गएर सिधा वान्ट्याप हान्छु माम्पाका सिधा वान्ट्याप ठ्याङ्ग ला इमोट खा इमोटको बदला इमोटै खायो तिमीले हामीलाई पनि इमोट देखाउँछ नि त केटाहरूले अनि यहाँ पनि 1v2 हान्छु साथी त्यसपछि तिम्रो पालो है ट्राई गर्छु म पनि 1v2 फेरि 1v2 ट्राई गर्छु ला गाँठे इमोट देखाउँछ नि यार इमोट त हामीसँग नि छ नि हौ हामी इमोट देखाउँछौँ हामी पनि इमोट देखाउँछौँ गडा हो। ओइ यो गनले यत्रो लङबाट नि लाग्छ हो भवाल लाग्यो त बे अर्कोलाई नि छिट्याम त भनेको ला मलाई मारिदियो यार कस्तो नेट हो यार यो राउन्ड चाहिँ नेट गयो गेडा के भयो थाहै पाइनँ मैले चाहिँ हार्न चाहिँ हामीले हारिरहेछ नेट स्लो भएर गिलिज हेर नि गेडा पहिल्यै नक परेको देखाइरहेको छ यार माथि यसलाई चाहिँ मै हान्छु कि 1v2 फेरि माम्पाका यसलाई चाहिँ म रोखै डेजर्टले निस्केर फुत्त हान्छु बाहिर निस्के त ला नेट मात्रै चल्नु पऱ्यो क्या हान्न त फेरि म हानिहाल्छु नि यी साथीलाई डाउन पारिहाल्यो त अनि म हान्छु साथी मेरो 1v2 पनि हुन्छ म हान्छु नि त ला इमोट होइन इमोट देखाएको होइन अघि मलाई इमोट लगाऊ इमोट केटा हो साथीले चाहिँ मैले 1v2 हानेको देखेर घचागत ल जा भन्थे सुरुमै उत्तान हान्थे आफू लिमिटेड भएर जा भन्थे सुरुमा हान्थे यो राउन्ड पनि जा भन्छन् है भन्न त अब कस्तो हुन्छ केटा गएर हेरौँ ल पोपट हो गया जस्तो अब योचोटि चाहिँ साथीको हान्ने पालो छ 1v2 अब मलाई मारिदिइहाल्यो पछाडिबाट ला एउटालाई हाने अर्कोलाई नै हान्छन् साथीले मेरो नेट सोल भएर देखाउनु पाएन हाम्रो चाहिँ भइहाल्छ हाने साथीले हाने चार भयो यो राउन्ड पनि साथीले 1v2 हान्छ मेरो चाहिँ नेट स्लो भएर देखाउनु पाएन केटा अबबाटको चाहिँ देखाउँछु यो राउन्ड पनि हार्छु केटा हो छ पुऱ्याइहालेँ यो राउन्ड त हान्नु पर्यो भनेको कहाँ वाल प्याक गरेको होला हौ रुख म पनि त गर्छु त केटा हो राउन्ड त हाम्रै हो कि अनि के छ विचार छ भयो अब चाहिँ निकाल्ने तैपनि म यो राउन्ड पनि 1v2 विचार गर्छु नि त तिमी पछाडि नै बस्छु साथी यसले खुडीबुडी चाहिँ गरिरहेको छ कि बढी
इमोट देखाउँछु यो वाला हो क्या मलाई अलि बढी इमोट देखाउने पट्टासे चाहिएको होइन त नलागेको बे ल ए साथीले हाने त पछाडिबाट ल अर्कोलाई चाहिँ म दिइहाल्छु केटा 6-7 को राउन्ड भयो केटा अनि इमोट त देखाउनु पर्यो त यार 6-7 भयो 8 राउन्डको हो मेरो नानी पनि बुया केटा हानिन्छ कि त मारिदियो हानिन्छ कि त भनेको पछाडि हानेको मलाई साथीले हान्छन् कि साथीलाई पनि पछाडि हानिदिन्छ अरे उठ्पुगरले पट्ट ल ल हेर केटा इमोट खाइयो फेरि जेसुकै होस् कि केटा 7-7 होस् या 8-8 होस् गिलिज भएर माथि देखाएर नक भएको पहिले 7-7 होस् या 8-8 होस् हारियोस् मतलब भएन के जानियो तोडा फोडा दिने हो ल जाऊ साथी पहिला तिमी ट्राई हान तिमी सकेन भने म हान्छु त्यही पनि तिमीले हानिहाल्छौ होला हौ जाऊ मजाले यहाँ बसेर सो हेर्छु 1v2 है हाम्रो साथी टिकट निकाल्न त गएको छ नि कस्तो हुन्छ दुइटै घुसेको हेरेन त्यसले मलाई दियो कि क्या हो देखेन देखेको छैन यी साथीलाई हानिदिँदा हाल त अनि अब म गएर हान्छु ल केटा यो राउन्ड मैले 1v2 निकालेँ भने चाहिँ तिमीले लाइक कमेन्ट अनि सब्सक्राइब चाहिँ नभुलेर हान्नु है एउटा यताबाट आइगयो के ल एउटा गयो अर्को एकदमै इजी बिजी हानिहाल्छु नि खैरै लाग्दैन त हो डेजर्टले त अनि कति एउटा है 1v2 चाहिँ म हान्छु तिमीहरूले लाइक सब्सक्राइब चाहिँ तिमीहरूको हातमा है हान्नु पर्यो लाइक सब्सक्राइब पनि कस्तो यार आइज बाबुस आइज ले लगडा हाम्रो बुया भयो लाइक कमेन्ट अनि सब्सक्राइब चाहिँ हान्न नभुल्नु